ए दुप्चे सर यो केटाहरु आयो केटाहरु ल्याङब्याङ मुस्ताङमा होइन हामी त दुप्चे सर यो आयो आयो यो केटा हो यो बबाल छ बबाली थिएटर लाएर यो चाहिँ दुप्चेश्वरमा पहिलो पटक हामी दुप्चेश्वर जात्रा सँगसँगै दुप्चेश्वर महादेव मन्दिरलाई हामी दर्शन गर्न यहाँ अगाडि बढिरहेका छौँ। हाम्रा साथीहरू हुनुहुन्छ यहाँ पछाडिपट्टि ल हेर्नुहोस् सबैजना यो कोही पनि देखेको छैन क्या हो यार ए हामी यहाँ पछाडिपट्टि छौँ ल। अब यहाँबाट चाहिँ भर्खर सुरु हुँदैछ कि ल हेर्नुहोस् दुप्चेश्वर मेला घुमाउ ल हेर्नुहोस् यो अब रमझम बबाल मन्दिर चाहिँ अलिक माथि छ अझै कति त्यो माथि डाँडामा होइन त्यो जङ्गलको बिचमा छ नि यो बत्ती बलेको हो त्यो चाहिँ महादेवको मन्दिर छ कि त्यहाँनिर। आज हामी त्यही महादेवको पाउमा गएर बर माग्ने हो बर केटा हो कि होइन केटाहरू भएन यार यो चाहिँ अलिकति भएन क्या कमसेकम एउटा यो उत्साह हुन्छ नि एउटा यार छैन केटाहरू भएन ल हेर बबाल यो ए सुरुवात हुँदैछ भर्खर जताततै मेला यो चाहिँ माथि हो कि माथि मन्दिर छ कि सबभन्दा टपमा मन्दिर छ ल फेदमा आइसक्यो हामी यहाँ फेदमै ल हेरौँ गाइस फेदमा सरी आजको म्यान अफ द म्यान यो बबाल मेला यो दुप्चेश्वर मेला अलिकति मन्दिर वाया माथि हामीलाई भिडियो क्वालिटीको मतलब भएन कि हामीलाई जस्ट हामीले यहाँ क्याप्चरिङ यो एउटा एक्सपिरियन्स हो कि भिडियोमा जस्तो सुकै आएको हामीलाई मतलब भएन होइन आएको सर भिडियो जस्तो आयो नि केही मतलब भएन हाम्रो मुभमेन्ट क्याप्चर हो। हाम्रो पछाडिपट्टि केटाहरू टन्नै छन् साथीहरू आज हामी दुप्चेश्वरतिर हल्लिने हो ल्याङफ्याङ ल केटाहरू यो मुस्ताङमा होइन हामीले दुप्चेश्वरमा यस हामीलाई मतलब भएन क्या भिडियोको क्वालिटीको बारेमा हामी यस्तै हान्दै जाने हो माथिसम्म ल हेर्नु ए मन्दिर त कहाँ हेर्ला यो माथि मन्दिर त ल अझै हामी कहाँ छौँ अगाडि बढ्दैछौँ हामीहरू भिडियोको क्वालिटीको बारेमा हामीलाई मतलब भएन गाइस हामी एउटा मोमेन्टको क्याप्चर गरिरहेको छौँ यहाँ यो दुप्चेश्वर निकै नै लामो यात्रापछि हामी यो दुप्चेश्वरको मेलामा आएका छौँ। धेरै टाढाबाट 2 दिन लगाएर हामी यहाँ आएका छौँ। आज निकै नै खुसी लागिरहेको छ। दुप्चेश्वर महादेव ट्याक्क लगाएर यहाँ लेखिरहेको छ ल हेर्नुहोस् गाइस यो दुप्चेश्वर हामी अझै माथि अगाडि बढ्ने हो। हाम्रो डेस्टिनेसन भनेको वहाँ माथि यहाँ देखिरहनु भएको छ हाम्रो डेस्टिनेसन त्यहाँ हो आजको डेस्टिनेसन हाम्रो। के हो सक्छौँ रोटी पिङ कोलम्बस निकै नै यहाँ उत्साहका साथ यहाँ मान्छेहरू टन्न देखिरहेको छौँ हामी।
हामी त निकै नजिकै आइसक्यौँ हाम्रो डेस्टिनेसनको नजिक एकदमै। ल हेर्नुहोस् विशेष त हुलसुर महादेव यहाँ माथि मन्दिरमा निकै नै लामो र एकदमै रोमान्टिक जत्रा यहाँ भइरहेको छ। हामी यहाँ देखिरहेको छौँ। दन्त आँखा स्वास्थ्य शिविर यहाँ हामी देख्न सक्छौँ। यहाँ निकै नै विगत 4 सालदेखि यो चलिरहेको छ। कृपया ओहो ल हाम्रो एकदमै हेलो सरहरू सबैजनालाई नमस्कार। यहाँ सरहरू निकै उत्साहका साथ ओहो सबैजनालाई नमस्कार है सरहरू। ल यो